हेलो एन्ड वेलकम ब्याक टु माई च्यानल गाइज। म भ्लग बनाउन हान्ने छु, तर मलाई के गर्दा आएन। यहाँ कुरेर बस्दा झ्याउ लाग्यो क्या नि। मैले भ्लग सुरु गरेको। म के भन्न चाहन्छु भने तपाईँहरूको प्यारो सबिन, कान्छा सबिन, सेफ फ्लाइट भनेको सबिन आएकै छैन। कहाँ छ? जर्मनीमा छ। हिजो सब साथीहरू आइछ, सबहरूलाई दाजुहरूलाई भेटेँ मैले। एक्लै उहीँ छ, किनकि कसरी छुतो भन्दाखेरि बोर्डिङ पास लिएर उसलाई इन्ट्रोगेसनमा राखेछ। अरूलाई बोर्डिङ पास दिएछ। अनि ऊ चाहिँ बोर्डिङ पास नलि डाइरेक्ट छिरेछ कि म दाजुहरूको पछि। अनि बोर्डिङ पास सोद्धाखेरि खै भनेछ। अनि बोर्डिङ पास लिन आउँदा अनि बोर्डिङ पास लिएर उहाँ पुग्दा चाहिँ प्लेन उडिसकेछ। अनि मान्छे नआए पनि उसको लगेज पाउँछ कि भनेर गएको, एयरपोर्ट पाइन। अनि अहिले फेरि जान लाग्यो हामी। अनि उसले राति यताउति गरेर एजेन्ट यताउति उसले के गर्यो, बाबाले के गर्नुभयो, मैले के गरेँ, हामीलाई थाहा छ। अनि बल्ल 118 युरोको प्लेन टिकट काटेर अर्को 12 बजेको फ्लाइट त्यहाँ हानेपछि यहाँ 1 बजेको बल्ल आउँदैछ त्यो अहिले। अनि लगभग 2 घन्टा 15 मिनटको फ्लाइट छ। अनि 2 घन्टा 15 मिनटमा ऊ अब यहाँ आउँछ। अनि उसलाई लगेज लिन 1 घन्टा लाग्छ भनेपछि लगभग हामी अब एयरपोर्ट गएर फेरि अझै 1 घन्टा कुद्नु छ। त्यही भएर म यहीँ बसेको, त्यहाँ गएर बस्नुभन्दा। अनि अब रुम गएर बोल गरेर बोलाउने। अनि सबिनको लागि झोल मोमो ल्याइदिन्छु। मैले चाहिँ थकाली भात मासु दबाइदिएको। अब भाइ हरायो नि, भाइको माया लाग्यो नि, भोक त लाग्दो रहेछ, खानै पर्यो, के गर्नु, गाह्रो छ होइन। है के भन्नुहुन्छ साथी तपाईँ? मलाई सुख दुःखमा साथ दिएको साथी चाहिँ उहाँ सुजन राणावत फ्रम पोखरा, अल द वे फ्रम पोखरा। मलाई यहाँ लिस्ट बनाउँदा बस्न दिने, लिन आउने, घुमाउने साथी हो मेरो। अनि आफन्तजनहरू चिन्ता लाग्यो होला, केही पनि भनेन, चिन्ता गर्नुहुन्छ भनेर। मैले मम्मी बाबालाई त नभन्ने भनेको थिएँ। फेरि बाबालाई लास्टै रिस उठ्यो क्या मलाई, भाइलाई। टु बी अनेस्ट कत्रो दिमाग भएको छोरा जन्माएको भन्ने थर्काइदियो एकछिन तिमीलाई। अनि यता रिस भाइ अब एयरपोर्टमा त्यस्तो भएर बस्यो, त्यसलाई थर्काउनु भएन। भर थर्काइदिएको म त कम्ता दुःख पाएको, मलाई थाहा नि त। अनि त्यही भएर अनि मैले यताउति गरेर अब आउँछ। फर्स्ट टाइम विदेश आएको, थर्काउनु पनि भएन। यसले राम्रैसँग कुरा गरेर मेन प्रब्लम भनेको अब फेरि त्यसलाई टिकट काटेर, मैले टिकट काटेर अनि फेरि त्यसले काम गर्ने ठाउँमा पठाइदिएर अनि म फेरि टिकट काटेर अर्को ठाउँ जानु छ। त्यहाँ हो कि समस्या। अनि म आज बेलुका काम भेटाउन जाने मान्छे हो, भ्याइन। साउलाई प्लिज मलाई छुट्टी दे, मेरो यस्तो भयो, भाइ यस्तो भयो, हरायो भनेर। अनि रिक्वेस्ट गरेर ओके भने। अनि लगभग मेरो यो हप्ताको छुट्टी कोल्याप्स हुने भयो। अब मेरो अर्को छुट्टी पनि थियो, त्यो छुट्टी र यो छुट्टी अझै लाइक कम्बाइन हुने भयो। अनि कति बेला आउँछ, कति बेला टिकट काट्ने, कति बेला मेरो चाहिँ म जाने ठाउँको चाहिँ इनाफ पाउँछ टिकट। त्यसको ठाउँ 2टा मात्र छ, त्यो पनि टिकट पाउँदैन। लास्टै गाह्रो छ यार। अनि त्यही पनि टिकट नि लास्टै महँगो देखाइरहेको थियो अनलाइनमा। त गाह्रो छ, केटाले के गर्यो। त्यही भएर मान्छे भनेको एकदम बाटो हुनुपर्छ के। ऊ साथीले भन्छ त, टु बी अनेस्ट म यस्तो बाटो छु त भन्दैन। लाइक आई नो हाउ टु डिल विथ द सिचुएसन। अनि के गर्नुपर्छ मलाई चाहिँ यस्तो आइडिया हुन्छ कि। लाइक एउटा स्टेप लिन लागेपछि के गर्ने कसो गर्ने चाहिँ मलाई आइडिया हुन्छ। एयरपोर्टमा बसेँ मस्त टिकटक हेर्दै बसेँ होला कि, त ट्रान्जिटमा फसेछु म। के गर्ने गुगलतिर अब के गर्दा निस्किन मिल्छ, अब नेक्स्ट स्टेप के गर्ने, त्यसलाई अत्तो पत्तो छैन कि। लाता भन्ने हो कि बाथा भन्ने हो कि सोझो भन्ने हो कि बुड्डु भन्ने हो, के भन्ने भने अब सिक्ला नि भाइले बिस्तारै। अब पोर्चुगल आहा यही हो गाइस। म 1 शट 1 क्लिपमा भिडियो इन गर्दै नेक्स्ट भ्लग अब उतै गएर त्यसलाई भेटेर हाल्छु है त। ल, दिस मच फर दिस भ्लग।